र आज उहाँलाई भेट्न आएका छौँ हामी र उहाँलाई हामी आज छोटो मिठो परिचयको साथ उहाँले दिने सम्पूर्ण सेवा सुविधाहरू चाहिँ उहाँकै मुखबाट हामी सुन्नेछौँ र म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। हजुर नमस्ते। हजुरले आफ्नो परिचयहरू राखिदिनुहोस्। हजुर मेरो चाहिँ तिनपाटन गाउँपालिका वडा नम्बर 8, मेरो नाम चाहिँ अब शान्ति पाखरिन हो। हजुर, अनि तपाईँले यो अहिले गरिराख्नु भएको सेवा सुविधाको बारेमा केही बताइदिनु न। मैले चाहिँ अब यहाँनिर चाहिँ अब बिमारीहरू हरेक विभिन्न किसिमको बिमारीहरू आउनुहुन्छ यहाँ। अब छटाउने, बौलाउने, अब कुनै अब काम्ने हैन, बौलाउने, हजुर अब भनौँ न कुनै कुल पितृहरू बिग्रिएर दुनियाँ दिवाना अब हस्पिटलमा जाँदा पनि हस्पिटलमा गएर अब नदेख्ने व्यथाहरू हजुर यसमा आएर चाहिँ हाम्रो केन्द्रमा, मेरो केन्द्रमा आएर चाहिँ अब विषेक भएको छ। कतिले अब विषेक गरेर पठाएको छ। अब डाक्टरले गर्ने काम त हामीले गर्न सक्दैन हैन। हामीले गर्ने काम छ भने हाम्रो तान्त्रिक ज्ञानले हामी गरेर विषेक गरेर पठाउँछौँ। हजुर, अहिले भनेपछि अहिलेसम्म तपाईँको सेवाबाट कतिजना चाहिँ खुसी हुनुभयो या कतिजना चाहिँ विषेक हुनुभयो अहिलेसम्म तपाईँले गरेको यो कामबाट? लगभग तपाईँको मैले काम गर्न थालेको चाहिँ लगभग 13 वर्षदेखि हो हजुर हैन। 13 वर्षदेखि काम गर्दै आएको। अब अहिलेसम्म यो केन्द्रमा आएर तपाईँले चाहिँ अब तान्त्रिक ज्ञान चलाएर चाहिँ हामीलाई विषेक भएन भन्ने चाहिँ कुनै छैन। हजारौं % पनि एउटा पनि मान्छे आएको छैन। राम्रै गरेको छ। मैले गरेको काम अहिलेसम्म अब राम्रै भइरहेछ। भनेपछि तपाईँले दिने सेवाबाट सबैजना खुसी हुनुहुन्छ। उहाँहरू जे भने तपाईँले गर्ने झामी झाँक्रीबाट जे होस् उहाँहरू निको हुनु भएको छ। हजुर निको हुनु भएको छ।